नमस्कार। ठकुरी वंशमाथिको यो विशेष मास्टर क्लासमा यहाँहरूलाई स्वागत छ। हेर्नुस्, लिच्छवी र मल्लकालको बीचमा रहेको यो संक्रमणकालीन अवधिलाई धेरैले वास्ता गर्दैनन्, तर लोकसेवा परीक्षामा प्रश्नहरू ठिक यहीबाट सोधिन्छन्। आज हामी ती सासाना तर एकदमै महत्त्वपूर्ण तथ्यहरूलाई खोदल्नेछौँ, जसले अरूभन्दा एक कदम अगाडि बढ्न पक्कै मद्दत गर्नेछ। ल, आजको हाम्रो यात्रा कस्तो हुन्छ त? हामी नेपाल सम्वतको सुरुवातबाट सुरु गर्नेछौँ। त्यसपछि निर्माता राजा गुणकामदेवका महान कामहरू हेर्नेछौँ। अनि राजकीय परम्पराको जग कसरी बस्यो, वंशभित्र शक्ति सङ्घर्ष कस्तो थियो, र त्यो बेलाको समाज, धर्म र मुद्रा कस्तो थियो भनेर पनि विश्लेषण गर्नेछौँ। र अन्त्यमा ठकुरी वंशको अन्त्य भएर मल्लकालको उदय कसरी भयो भनेर बुझ्नेछौँ। ल, सुरु गरिहालौँ। पहिलो खण्ड, नयाँ युगको सुरुवात। अब हामी त्यो ऐतिहासिक मोडको कुरा गर्दैछौँ जहाँबाट लिच्छवी शासन कमजोर भयो र नेपाल सम्वतको साथमा एउटा पुरै नयाँ अध्याय सुरु भयो। यो मिति चाहिँ दिमागमा सेट गरिहाल्नुहोस्। इस्वी सम्वत 879, अक्टोबर 20। यो नै त्यो लाइन हो जसले कमजोर हुँदै गएको लिच्छवी शासनको अन्त्य र ठकुरीकालको सुरुवातलाई छुट्याउँछ। भन्नुको मतलब यो नेपाल मण्डलमा राजनीतिक र सांस्कृतिक परिवर्तनको एक किसिमले आधिकारिक सुरुवात थियो। र यो नयाँ युगका प्रथम शासक को थिए त? राघवदेव। उहाँलाई नै यी दुई प्रमुख युगहरूलाई जोड्ने वंशको स्थापना गरेको श्रेय दिइन्छ। परीक्षाको लागि यो नाम एकदमै महत्त्वपूर्ण छ, नबिर्सनुहोला। तर प्रश्न उठ्छ, यो नयाँ युगको सुरुवात आखिर भयो कसरी? यसको पछाडि शङ्खधर साखुवाको एउटा एकदमै शक्तिशाली कथा छ। भनिन्छ उनले आफ्नो घरको बालुवा अचानक सुनमा परिणत भएको पाए र त्यो धनले उनले सारा देशवासीको ऋण चुक्ता गरिदिए। यो केवल एउटा कथा मात्र होइन, यो राष्ट्रिय स्वाभिमान र ऋणबाट मुक्तिको एउटा जीवन्त प्रतीक हो। त्यही महान कार्यको सम्मानमा नेपाल सम्वतको सुरुवात भयो, जुन हाम्रो आफ्नै मौलिक चन्द्रपात्र हो। यसले आम जनताको लागि एउटा नयाँ सुरुवातको प्रतीकको रूपमा काम गर्यो। ल, अब एक यस्ता राजातिर लागौँ जसको योगदानले आज हामीले चिनेको काठमाडौँलाई भौतिक र सांस्कृतिक रूपमा नै आकार दियो। गुणकामदेव। उहाँ साँच्चीकै एक निर्माता राजा हुनुहुन्थ्यो। उहाँले कान्तिपुर अर्थात् आजको काठमाडौँ शहर स्थापना गर्नुभयो। र एउटा रोचक तथ्य, यो शहर देवी महालक्ष्मीको तरवार यानि खड्गको आकारमा डिजाइन गरिएको थियो। परीक्षाको लागि यो पोइन्ट याद राख्नुहोला। उहाँले नै काष्ठमण्डप बनाउन लगाउनुभयो अनि इन्द्रजात्रा र लाखे जात्रा जस्ता हाम्रा जीवन्त परम्पराहरू सुरु गर्नुभयो। सोच्नुस् त उहाँको भिजन कस्तो थियो होला, जसले खेतीमा आधारित समाजलाई भारत र तिब्बत बीचको एउटा प्रमुख व्यापारिक हबमा बदल्यो। अनि यो कुरा त भुल्दै नभुल्नुस्, आजको काठमाडौँ शहरको नाम यही काष्ठमण्डपबाट आएको हो। कथाअनुसार यो एउटै कल्पवृक्षको काठबाट बनाइएको थियो, जसले यसको सांस्कृतिक महत्त्वलाई झनै बढाउँछ। गुणकामदेवपछि उहाँका उत्तराधिकारीहरूले केही यस्ता धार्मिक परम्पराहरू सुरु गरे जुन आज पनि उपत्यकाको आध्यात्मिक पहिचानमा गहिरोसँग जोडिएर बसेका छन्। यहाँ दुई महत्त्वपूर्ण शासकको कुरा गरौँ। पहिला लक्ष्मी कामदेव, जसले जीवित देवी कुमारीको पूजा गर्ने परम्परा सुरु गरे। त्यसपछि आए उनका उत्तराधिकारी विजय कामदेव, जसले नाग र वासुकीको विधिवत पूजाको सुरुवात गरे। यी दुवै परम्पराले के देखाउँछ भने त्यो बेलाको समाजमा तान्त्रिक र प्रकृति पूजक विश्वास कति गहिरोसँग जोडिएको थियो। तर यो वंश सधैँ एक ढिक्का थिएन। शक्ति केन्द्रीय उपत्यकाबाट बाहिर एक क्षेत्रीय वंशमा गयो र पछि फेरि पुरानो जरा भएको वंशले नै त्यो शक्ति फिर्ता लियो। यो शक्ति सङ्घर्षलाई बुझ्न एकदमै जरुरी छ। विजय कामदेवपछि पावर नुवाकोटका क्षेत्रीय ठकुरीहरूको हातमा गयो, तर यो धेरै समय टिकेन। सन् 1080मा अंशुवर्माका वंशज मानिने वामदेवले फेरि पुरानो सूर्यवंशी वंशको शासन फर्काए। यसले केन्द्रीय उपत्यकाको शक्तिलाई फेरि एकपटक स्थापित गर्यो। नुवाकोट शासनकालमा एकजना राजा शङ्करदेवको भूमिका भने निकै महत्त्वपूर्ण थियो। उनले उपत्यकामा बौद्ध र हिन्दूहरूबीच देखिएको धार्मिक द्वन्द्वलाई शान्त पारेर एक कुशल मध्यस्थकर्ताको काम गरेका थिए। अब पुनर्स्थापित सूर्यवंशीका सबैभन्दा प्रभावशाली राजा थिए शिवदेव तृतीय। उहाँका 3 मुख्य योगदानहरू एकदमै याद गर्नुहोला। 1. कीर्तिपुर शहरको स्थापना। 2. पशुपतिनाथको मन्दिरमा सुनको छाना चढाएको। र 3. 25 पैसाको सिक्का प्रचलनमा ल्याएको, जसले आर्थिक स्थिरताको संकेत गर्छ। राजाहरूको कुरा त भयो, तर त्यो संक्रमणकालीन अवधिको संस्कृतिलाई अरू के कुराले परिभाषित गर्यो त?
अब त्यो बेलाको समाज र धार्मिक चलनहरूलाई निहालौं। त्यो युगको धार्मिक दृश्य निकै रोचक थियो। वज्रयान बौद्ध धर्म र शैव तन्त्र दुवैको प्रभाव बराबर जस्तै थियो, एकदमै शिखरमा। यसको मतलब हिन्दू र बौद्ध देवताहरूलाई एउटै तान्त्रिक विधिबाट पूजा गरिन्थ्यो र यी दुवै धारहरू नागपूजा र अन्य पुराना लोक परम्पराहरूसँग मिलेर एउटा छुट्टै पहिचान बनाएका थिए। हो, त्यसैले यहाँको मुख्य कुरा के हो भने यी धर्महरू केवल सँगसँगै थिएनन्, बरु तन्त्रको माध्यमबाट एक आपसमा मिसिएर एउटा अद्वितीय आध्यात्मिक परिदृश्य बनेको थियो। आर्थिक रूपमा हेर्दा शिवदेव तृतीयले चलाएको 25 पैसाको सिक्काले बलियो अर्थतन्त्र र सङ्गठित राज्य व्यवस्थालाई जनाउँछ, अनि प्रशासनिक रूपमा समाज 18 जातमा बाँडिएको थियो र शासन प्रणाली द्रङ्ग, तल र ग्राम जस्ता एकाइहरूमा आधारित थियो। यी तथ्यहरू परीक्षाका लागि एकदमै महत्त्वपूर्ण छन्। हरेक युगको अन्त्य निश्चित हुन्छ। अब हेरौँ ठकुरी वंशको पतन कसरी भयो र नेपालको इतिहासको अर्को महान वंश मल्ल वंशको उदयका लागि बाटो कसरी तयार भयो। ठकुरीकालको सुरुवाती स्थिरता धेरै टिकेन। पछि कमजोर शासकहरूको लर्को लाग्यो, जसले गर्दा वंश विखण्डनतर्फ गयो र अन्ततः परिवर्तनको लागि मार्ग प्रशस्त भयो। र यहाँ आउँछ अन्तिम र निर्णायक मोड। लगभग 12औं शताब्दीको अन्त्यतिर अरिमल्लको उदयसँगै ठकुरीकाल आधिकारिक रूपमा समाप्त भयो र प्रसिद्ध मल्ल वंशको सुरुवात भयो। पहिलो मल्ल राजा को थिए भन्ने प्रश्न त लोकसेवामा बारम्बार सोधिन्छ, त्यसैले यो नाम याद राख्नुहोला, अरिमल्ल। र अन्तमा एउटा प्रश्न छोडेर जाँदैछु, के ठकुरीकालको अन्त्य साँच्चीकै एउटा वंशको पतन थियो, वा यो केवल एउटा नटुटेको राजनीतिक र सांस्कृतिक निरन्तरतामा शासकहरूको नयाँ नामाकरण मात्र थियो? सोच्नु